जनालाई एउटा मैले हजुरहरूमा आज जानकारी भिडियो लिएर आएको छु। के भन्दाखेरि हजारौँ मान्छेहरू प्रत्येक वर्ष लाखौँ मान्छेहरू रोजगारीको क्षेत्रमा विदेशी गर्दाखेरि अब हाम्रो दाइको नाम शुभ नाम के अरे हजुरको? शुभ राणा दाइले चाहिँ एउटा 70 रोपनी जग्गामा चाहिँ हाम्रो टिमुर खेतीको लागि के अरे तयारी गर्नुभएको छ। यहाँ कामदार हुनुहुन्छ 20-22 जना प्रत्येक दिन कामदार पनि हुनुहुन्छ। उहाँले चाहिँ अब मल गड्डाहरू सब रेडी बनाइसक्नु भएको छ। 4000 बिरुवा टिमुरको लागि सल्यानदेखि आउँदैछ बिरुवाहरू। पहिला रोप्नु भएको दाइ हजुरले के भन्न चाहनुहुन्छ भन्नु त? ठिक छ। अब हामी यो सिंह तपोभूमि एकीकृत कृषि फार्ममा यो टिमुर लगाउने कार्यक्रममा हामी लिइरहेका छौँ। त्यसले आज तपाईँहरू रिसिङ गाउँपालिका अनि जोडले भन्नु सुन्ने गरी भन्नु ल। वन डिभिजन मुनकाले वन डिभिजन कार्यालय हजुर शाखाबाट तपाईँहरू यहाँ आउनुभएको छ अनुगमनको लागि। तपाईँहरूको लागि मेरो सिंह तपोभूमि एकीकृत कृषि फार्म अब प्रोपाइटरको तर्फबाट तपाईँहरूलाई धन्यवाद छ। अब विशेष गरेर यो बाँझेको जमिनलाई सदुपयोग गर्ने र सँगसँगै यहाँका सबै जनशक्तिलाई प्रयोग गर्ने र रोजगार सृजना गर्ने सँगसँगै यो बाँझेको जमिनलाई प्रयोग गरेर केही आम्दानी गर्न सकिँदो रहेछ भन्ने प्रमाणित गराउनका लागि जुन खालको यो कार्यक्रम हामीले अब गरिरहेको छ। अब यो क्षेत्रमा लगभग 70 रोपनी जग्गामा हामीले अब चाँडै नै करिब 4000 बिरुवा टिमुरको बिरुवा रोप्नका लागि हामीले लगभग तयारी गरेर खाडल खन्ने काम अब गरिराखेका छौँ। र अर्को साइडमा चाहिँ अब 2500 निबुवा अमिलो र पछि केही वर्ष पछाडि फल दिन थालिसकेपछि चाहिँ अब चुक उत्पादन गर्ने र अर्को सल्यानदेखि ल्याएर गत वर्ष हामीले यो फर्मबाट लगभग 3000 निबुवाको बिरुवा लगाइसकेको छ। जुन बिरुवा चाहिँ एकदम राम्ररी हुर्किरहेको छ। रोजगारी पनि भइरहेको छ मान्छेहरूलाई। यहाँतिर हाम्रो काम गर्ने दिदीबहिनीहरूले रोजगार पनि पाउनु भएको होइन। दाइ फेरि आफै एउटा टिचर पनि हो, शिक्षक सहित टिचर पनि हो दाइ। दुईटातिर गर्नु भएको दाइले। यहाँतिर हाम्रो काम गर्ने मान्छेहरू हुनुहुन्छ टन्नै।